सबैलाई नमस्कार। newsnepal.com अर्घाखाँचीबाट म दिपेश पौडेल। यति बेला हामी पाणिन गाउँपालिका वडा नम्बर 6 धातीबाङ अर्घाखाँचीमा अवस्थित श्री सिद्धेश्वर गुफामा आएका छौं। यसको स्थापना 2068 सालमा भएको थियो। यहाँ 52 कोठे दरबार सहित निर्माणाधीन यो गुफा अहिले निकै ओझेलमा परेको छ। यो गुफा धेरै वर्ष पहिला निर्माणाधीन रहे तापनि अहिले यहाँ मान्छे पर्यटकहरूको निकै कम आगमन देखिन्छ। यहाँ यसको प्रचार प्रसार हुन सकेको भए यो गुफा निकै चर्चामा आउने थियो। यो गुफा व्यवस्थापन समितिबाट पनि कुनै व्यवस्था हुन सकेको देखिँदैन। यति यहाँ वैशाख 1 गते विभिन्न रुद्री पूजा बत्ती बाल्ने काम सहित यहाँ विभिन्न पूजाआजा गरिँदै आएको छ। पूजाआजा गरिँदै आए पनि पूजाआजा गरेपछि यहाँ सरसफाइ कुनै सरसफाइ देखिएको छैन। सरसफाइ पनि यति बेला हामी newsnepal.com को परिवार आएर यहाँ हामी सरसफाइ पनि गरिरहेका छौं अहिले। धन्यवाद। जय जय भगवती सुपा देवी देउराली की माई। जय जय भगवती सुपा देवी देउराली की माई। अर्घाखाँची देवभूमिलाई तिम्रो शक्ति खोजेर नपाए। जय जय भगवती सुपा देवी देउराली की माई। जय जय भगवती सुपा देवी देउराली की माई। फूलपाती अक्षता चढाई देवी तिम्रै आरती गाई। जय जय भगवती सुपा देवी देउराली की माई। जय जय भगवती सुपा देवी देउराली की माई। अर्घाखाँची देवभूमिलाई तिम्रो शक्ति खोजेर नपाए। जय जय भगवती सुपा देवी देउराली की माई। जय जय भगवती सुपा देवी देउराली की माई। देवी तिम्रै शरणमा परे चरणमा। देवी तिम्रै शरणमा परे चरणमा। देवी तिम्रै शरणमा परे चरणमा। देवी तिम्रै शरणमा हे भगवान परे चरणमा। देवी तिम्रै शरणमा 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 शरणमा हो शरणमा परे चरणमा। देवी तिम्रै आहै परे चरणमा। देवी तिम्रै आहै परे चरणमा। देवी तिम्रै आहै परे नमस्कार, म newsnepal.com अर्घाखाँचीबाट म समीर पौडेल। हामी यति बेला पाणिन गाउँपालिका वडा नम्बर 6 को धातीबाङको गुफामा आएका छौँ। हामीहरूले यति बेला तपाईहरु देख्न सक्नुहुन्छ
र यो मूर्तिमा विभिन्न प्रकारले पूजा आजा गरिने रहेछ। तपाईहरु देख्न सक्नुहुन्छ, यता पनि देख्न सक्नुहुन्छ। यहाँका मूर्तिहरू जय जय भगवती सुपा देवी देउराली की माई। जय जय भगवती सुपा देवी देउराली की माई। सुपा देवी माता तिमीलाई हृदयमा राख्छौ तिमीलाई। जय जय भगवती सुपा देवी देउराली की माई। जय जय भगवती सुपा देवी देउराली की माई। दुःख कष्ट सबै मेटाइदेऊ, स्वर्ग जाने बाटो देखाइदेऊ। जय जय भगवती सुपा देवी देउराली की माई। जय जय भगवती सुपा देवी देउराली की माई। अर्घा खाँची देवभूमिलाई तिम्रो शक्ति खोजेर नपाए। जय जय भगवती सुपा देवी देउराली की माई। जय जय भगवती सुपा देवी देउराली की माई। भजन कीर्तन ठाउँ ठाउँमा माता तिम्रै नाममा। भजन कीर्तन ठाउँ ठाउँमा माता तिम्रै नाउँमा। भजन कीर्तन ठाउँ ठाउँमा माता तिम्रै नाउँमा। भजन कीर्तन ठाउँ ठाउँमा हे भगवान माता तिम्रै नाउँमा। भजन कीर्तन ठाउँ ठाउँमा 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 ठाउँ ठाउँमा हे ठाउँ ठाउँमा माता तिम्रै